हामी के कुरामा चुक्यौँ भन्ने कुरा चाहिँ नलिने, तपाईहरूले नलिने। हामी के कुरामा चुक्यौँ त? हामीले कसलाई छाने? सुन्नुहोस् न, होइन हो त्यही त म आफ्नै भएको त कुरा गरिरहेको छु। तपाईँ पेली तपाईँले चाहिँ पेली तपाईँ अहिले पनि तपाईँको प्रश्न यति खुम्चेको छ नि, अलिक वाइड बन्नुहोस् पत्रकार मित्रहरू, तपाईँहरू पनि अलिकति खुल्नुहोस्। हामी सबै जिम्मेवार छौँ। तपाईँहरू पनि जिम्मेवार हुनुहुन्छ। तपाईँहरू जसले के अरे अनलाइन मिडियाहरू चलाउनुहुन्छ, जसले अफवाहलाई यति धेरै दिनुहुन्छ, हावा दिनुहुन्छ र मान्छेलाई म्यानिपुलेट गर्नुहुन्छ र बाल बच्चाको दिमागमा त्यस्तो चिजहरू भर्नुहुन्छ, जसरी स्कुलिङ गरिरहेको छौँ, तपाईँ हामी सबै जिम्मेवार छौँ। हजुर, हामीले हाम्रो पक्षको जिम्मेवारी त लिन्छौँ, तर तपाईँहरूले पनि आफ्नो पक्षको जिम्मेवारी त लिँदै लिउँ न त। नेता पक्षले आफ्नो जिम्मेवारी गर्ने कि नगर्ने, किनकि उहाँहरू त हाम्रो म्यान्डेट लिएर गएको, हामीले विश्वास गरेर पठाएको, त्यत्रो मतदान हुन्छ, अरबौं खर्च हुन्छन्, त्यहाँबाट चाहिँ हामीले पठाएको निर्वाचित व्यक्तिले पहिलो कुरा त तपाईँ नै गएर जिम्मेवार हुनुहुन्छ क्या। यो प्रश्न मलाई गर्ने होइन के पहिलो कुरा त होइन। मैले त राजनीतिक क्षेत्रमा राजनीतिक क्षेत्रमा म कहाँ आएँ? समर्थन जनाउँदै हुनुहुन्छ नेतापन्थीहरूलाई? समर्थन जनाउन नपाइने, भोलि तपाईँको पत्रकारको चुनाव होला अरे तपाईँलाई मैले जिताउन नपाउने, तपाईँको लागि भोट माग्न नपाउने मैले, भोलि प्रेसको उहरू होला, निर्वाचन होला, भोलि पत्रकारको निर्वाचन होला, भोलि कलाकारको निर्वाचन, भोलि दोहोरीहरूको कांग्रेस, राष्ट्रपा या समाजवादी जसपा सबमा जानुहुन्छ? त्यसो भए मलाई जो मान्छे छैन कलाकारिताको क्षेत्रमा, कलाकारिताको चुनाव भइरहँदाखेरि को कलाकार बेस्ट लाग्छ म त्यसको पनि पक्षमा छु। पत्रकारहरूको चुनाव भइरहँदाखेरि को पत्रकार बेस्ट छ त्यसको पनि पक्षमा हुन्छु म, होइन। भोलि अर्को पार्टीको चुनाव भइरहँदाखेरि को मलाई बेस्ट लाग्छ म त्यसको पक्षमा हुन्छु। माओवादीमा पनि जाने, कांग्रेसमा पनि जाने, सबमा जाने, जो मन पर्छ। यदि मन पर्छ किन उहाँहरू चाहिँ अमेरिकाबाट आउनु भयो र? उहाँहरू पनि त नेपाली हो नि त, नेपाली दल नै हो नि त।